हमास लडाकु समूहको गाजा बन्धक बनाएका मध्ये नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि 20 जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीआईएनले प्रकाशित गरेको थियो। तर अहिले वाशिंगटन पोस्टले जीवित 22 जनाको सूचीमा नेपालका विपिन जोशी पनि समेटेको छ। 251 जना मध्ये गाजामा अहिले 48 जना बन्धक छन्। तीमध्ये केहीको ज्यान गएको अनुमान छ। हालै भएको हमास इजरायल युद्धविरामसँगै बन्धकहरू रिहा हुँदैछन्। त्यसै क्रममा नेपालको कञ्चनपुरको जोशी पनि स्वदेश फर्किने आशा बढेको छ। जोशी 2 वर्ष अघि सन् 2023 अक्टोबर 7 तारिकमा आक्रमण सुरु हुनु 1 महिना अघि नेपालबाट इजरायल पुगेको थियो। उहाँ गाजामा अहिले जीवित एक मात्र गैर इजरायली बन्धक रहेको वाशिंगटन पोस्टको खबरमा उल्लेख छ। अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टिमा बन्धक बनाएका जोशी रिहा हुने सम्भावना बढेको छ। विपिनको रिहाइका लागि निरन्तर पहल हुँदै आएको छ। उहाँको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिल समेत गरेको थियो। इजरायल र हमासबीच गाजापट्टिमा 2 वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 20 बुँदे युद्धविराम योजना प्रस्ताव गर्नुभएको थियो। त्यस्तै अनुसार सम्झौता कार्यान्वयनको चरणमा छ। युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेको सबै बन्धक रिहा हुनेछन्।